फिभरको समयमा मसल लस र वेट लसबाट बाँच्न चाहनुहुन्छ भने यो 3 कुरामा ध्यान दिनु जरुरी छ। नम्बर 1 कार्बोहाइड्रेट। कार्बोहाइड्रेट एउटा क्विक एनर्जी सोर्स हो। फिभरको समयमा ग्लाइकोजन छिटो घट्ने हुनाले मसलमा फुलनेस कम देखिन्छ। यसलाई रिस्टोर गर्न कार्बोहाइड्रेट खानेकुराहरू जस्तै राइस, पोटेटो र बनानाहरू जस्तो खान सक्नुहुनेछ। नम्बर 2 वाटर। फिभरको टाइममा तापक्रम धेरै बढ्ने हुनाले शरीरले पानी निकै लुज गर्ने गर्दछ र टेम्पोररी वेट लस हुने गर्दछ। यो नहुनको लागि दिनमा कमसे कम 2 देखि 3 लिटर तातो पानी पिउनु जरुरी छ। नम्बर 3 प्रोटिन। फिभरको समयमा यदि तपाई इनफ प्रोटिन खाने गर्नुहुन्छ भने प्रोटिनले मसल ब्रेकडाउन गर्न दिँदैन। यदि चाहिए जति प्रोटिन खान सक्नु भएन भने शरीरले एमिनो एसिडको लागि मसल ब्रेकडाउन गर्न थाल्दछ र यो नहुन दिनको लागि खानेकुराहरूमा अन्डा, दूध र दाल भातहरू खान सक्नुहुने गर्दछ। मेरो भनाइ राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच। सिटी बजिरहेछ, केही छैन।